यो मेसिन मेड पिक्चरमा चाहिँ एउटा प्रब्लम छ जुन चाहिँ मेरोमा छैन क्या। मेरोमा टक्कर मलाई एउटा कस्टमरले चाहिँ उहाँको यो मेसिन मेड पिक्चरलाई तपाईँले होइन आफ्नै हातले बनाइदिनु न भनेर लिएर आउनु भएको थियो। त्यो कुराले चाहिँ साह्रै नै गर्व लाग्छ क्या, किनभने मान्छेहरूले होइन अब आफ्नो हुन्छ नि पिक्चु जुन होइन हङकङ अथवा चाइना अथवा होइन कहाँ कहाँ किनेर आउनुहुन्छ नि त्यसलाई चाहिँ गालेर होइन मेरो ह्यान्डमेड पिक्चरहरू होइन खोज्दै आउनुहुन्छ भने त एकदमै गर्वको कुरा हो नि त। त्यसैले मलाई चाहिँ क्या खुसी लाग्छ यस्तो बनाउनलाई होइन, एकदमै मोटिभेट पनि हुन्छ क्या, किनभने तपाईँहरूको यस्तो माया र साथले गर्दा मलाई एकदमै लक्की फिल हुन्छ क्या। किनभने सबैको माया पाउनु र सबैको यसरी सपोर्ट पाउनु होइन सबैको हकमा हुँदैन नि त, सबैको साथमा हुँदैन। त्यसैले म लक्की पनि फिल गर्छु क्या। धेरैजनाको होइन रिभ्यू पनि आउँछ त्यही हिसाबको होइन, अब सोचेको भन्दा राम्रो छ, सबैको काममा मेहनत देखिन्छ भनेर होइन धेरैजनाले भन्नुहुन्छ नि त। मजाले बुट्टा खानिसके पछाडि टक्क लगाएर यस्तो देखिएको छ अनि हेर्न सक्नुहुन्छ उहाँ साह्रै नै खुसी हुनुभयो क्या, किनभने पहिलाको पिक्चु बिगारेर होइन त्यस्तै हुन्छ कि हुँदैन भनेर डाउट चाहिँ गर्नुभएको रहेछ। मेसिन र ह्यान्डमेडमा फरक हुन्छ नि त, त्यसैले होइन उहाँले क्या मजाले होइन कस्तो राम्रो ह्यान्डमेड सामान पनि यस्तो हुन्छ भनेर सोचेको थिइनँ भन्नुभएको थियो। पछाडि यो बुझाएपछि टक्क लगाएर म होइन कारखाना आइपुग्यो अनि टक्क लगाएर फेरि काम गर्न थालेँ। ड्याम बुट्टा हानेर सकिसकेको छु सबै पिक्चुहरू होइन, धेरैजनाको अर्डरहरू अझै होइन पेन्डिङमै छ, त्यसैले सबैजनाको छिटो छिटो सकेर बुझाइदिइहाल्नु पर्ने छ नि त। सो उहाँहरूलाई भन्दा पनि मलाई हतार हुन्छ क्या, किनभने यो छिटो छिटो सकेर उहाँहरूको हातमा दिन पायो भने त राम्रो रिभ्यू सुन्न पाउँछु अनि पोजिटिभ फिल हुन्छ नि त आफूलाई। पिक्चर हान्दाखेरि होइन मैले यादै गरेन क्या, किनभने होइन पुरा बुट्टा हानिसके पछाडि त पुरा बिहानै भइसकेको छ हो। आज त बिहानै भइदियो, सबजना मर्निङ वाकमा निस्किसक्यो, म पनि मर्निङ वाक गरिदिउँ कि के हो। पछाडि 2-4 घन्टा सुतिसके पछाडि टक्क लगाएर यो माला उनीहरूले ल्यायो अनि यो सुनको पिक्चर चाहिँ कस्तो दामी हिसाबको देखेको छ क्या, हेर्न सक्नुहुन्छ होइन। उहाँले आफ्नै हिसाबको होइन डिजाइनको कम्बिनेसन दिनुभएको थियो। त्यो चाहिँ ओपाल सिट्रेन र होइन टाइगर आईको मिक्सर थियो अनि कस्तो दामी देखेको। भिडियोको स्टार्टिङमा मैले भनेको थिएँ मेसिन मेडमा एउटा प्रब्लम छ भनेर, हो त्यो प्रब्लम चाहिँ के हो भने मेसिन मेडको चाहिँ एकदम छिटो कुच्चिहाल्छ नि त। अहिले बनाएको पिक्चरहरू चाहिँ कुच्चिँदैन क्या, किनभने मैले चाहिँ लाहाल्छु नि त, लाहाले पछाडि एकदमै डह्रो हुन्छ पिक्चरहरू हो, त्यही भएर